यहाँ तपाईहरुले यहाँ अहिले हामी बसेको फ्रन्टमा आएर यो गएको 1 वर्षको रिपोर्ट्स हामी मेम्बर्सलाई दिनुभयो, जसमा पहिलो त हाम्रो जनरल सेक्रेटरीले के एक्टिभिटिज भयो, के गर्यौं हाम्रो समाजले विदिन हाम्रो कम्युनिटी भित्र, त्यसबाहेक हामीले बाहिर च्यारिटीको कुराहरू आयो अनि वाटर काउन्सिलसँग हामी मिलेर कति कुराहरू हाम्रो समाजको लागि हामीले आफ्नो आइडेन्टिटीलाई बाहिर देखाउनको लागि भन्ने कुरा, त्यस्तै प्रकारले तेज गले हाम्रो ट्रेजररले फाइनेन्शियल रिपोर्ट्स यति डिटेलमा यति थोरली हाम्रो इन्कम एक्सपेन्डिचर यहाँ यति लस भयो, यति इन्कम भयो भनेर एकदमै समराइज गरेर लास्टमा दिनुभयो। र हाम्रो चेयरम्यानले ओपनिङमा भन्नुभएको थियो कुरा, कति कुराहरू एकदमै त्यो बुझ्ने शब्दहरू मलाई अलिक आउँदैन, उसले जति चाहिँ मलाई त्यो भन्न, अहिले पनि उहाँले फेरि विघटनको पछाडि पनि भन्नुभयो। यी कुराहरू यहाँ बसेर रिसिभिङ गर्दाखेरि एकदमै मलाई चाहिँ एकदमै सेटिस्फ्याक्सन। र पहिलो कुरो चाहिँ यहाँहरू जो उपस्थित हुनुभएको छ एकदमै धन्यवाद, त्यो पनि स्वीकार छ। र दोस्रो कुरा चाहिँ हजुरहरूले हामी यहाँ 5 जना मलाई यहाँ अगाडि चेयरम्यान भनेर लेखिदिनु भयो, धन्यवाद। म एकदमै ग्रेटफुल। यहाँ नूर थापालाई सेक्रेटरी, हाम्रो पूर्जाज्यूलाई उहाँ मेम्बर, क्याप्टन लोटस राणा साहबलाई मेम्बर, अनि हाम्रो सीता श्रेष्ठ बहिनी ट्रेजर, हामीलाई मनोनित गर्नुभएकोमा हामी एकदमै आभारी छौँ र हाम्रो 5 जनाको टिम एकदमै आभारी छौँ। पहिलो कुरा त मलाई अलिक कस्तो फिल भइरहेछ क्या। हाउएभर अब हामीले वी गट टु मुभ फरवर्ड, त्यसको मतलब हाम्रो समाजलाई हामीले कन्टिन्यू अगाडि बढाउनु पर्छ। हाम्रो जुन हामीले गरेको एक्टिभिटिजहरूलाई हामीले मेन्टेन गर्नुपर्छ, सस्टेन गर्नुपर्छ र हामीले एक अर्कामा हेल्प गर्नुपर्छ भन्ने म मेसेज दिँदै अब हामी लन्च ब्रेक गर्नुभन्दा पहिला हाम्रो 7th एक्जिक्युटिभ कमिटीको मेम्बर्सहरू टाइम दिनुभयो। एक्टिभिटिजहरू अघि पनि मैले के अरे उहाँ जनरल सेक्रेटरीले माथि लिस्ट गर्नुभएको पावरपोइन्टमा, त्यो कुरा म रिपिट गर्दिनँ। उहाँहरूलाई हामी 5 जना र हाम्रो समाजको तर्फबाट एकदमै डिपली फ्रम बटम अफ आवर हार्ट वी लाइक टु थ्याङ्क यू सो मच। हाम्रो समाजलाई लिड गर्नुपर्छ, गर्दाखेरि चेयरम्यानको पोस्टको लागि भलन्टियरी कोही हुनुहुन्छ कि कोही हात उठेन, त्यसले गर्दाखेरि अब हामीले मनोनित गर्नु पर्यो। हाम्रो 7th एक्जिक्युटिभ कमिटीको 3 जना भाइस चेयर लेडीको बाट 1 जना भाइसलाई चाहिँ हामीले चेयरम्यानको पोस्टमा अब मैले नाम पुकारेँ है त, मिस्टर कृष्ण गुरुङ। अब हजुरहरूले थप्परीको साथमा उहाँलाई देखिसक्नुभयो, उहाँ को हुनुहुन्छ भन्ने कुनै अन्यथा छैन। यहाँ अब के अरे यस नो भन्ने पट्टिबाट यस भन्ने सबैले हात उठाइदिनु उहाँलाई सपोर्टको लागि। भन्ने कोही हुनुहुन्छ कि छैन? भन्ने छैन, गर्दाखेरि
अब नेक्स्ट चेयरम्यान चाहिँ हाम्रो एक्जिक्युटिभ कमिटीको लागि कृष्ण गुरुङ। तपाईलाई हामी प्रमिस पनि गर्छौँ, हामीबाट, हामी मेम्बर्सबाट, हामी एडभाइजर्सहरूबाट फुल सपोर्ट हुनेछ। अब हामीलाई 3 जना उहाँको इमिडिएट सपोर्टरहरू, भाइस चेयरम्यान अनि चेयर लेडी चाहिएको हुनाले हामीले 5 जनाको बोर्डले बहिनीलाई फेरि पनि एकचोटि फेरि अब 3 वर्षको लागि सुशीला बहिनी दाजु भीमको 10 औँला जोडेर फेरि बिन्ती गरे है नानी। भीम दाजुले र हामीले फेरि लेडी नै पिकअप गरेको छौँ र उहाँको नाम मैले पुकारेँ। उहाँ हुनुहुन्छ मिसेस निर्मला थापा बहिनी। बहिनी बधाई छ। चाहिँ अब जेनरल सेक्रेटरी समाजको सबै कुरा करेस्पोन्डदेखि लिएर कम्युनिकेसन्सदेखि लिएर पेपर वर्कदेखि लिएर इभेन्ट्सहरूको लागि प्रोग्राम रिस्क एसेसमेन्टदेखि लिएर सबै कुराहरू गर्ने अब मुख्य रोल खेल्ने अब जेनरल सेक्रेटरी हो। फेरि अब म नाम पुकारेँ, उहाँ हुनुहुन्छ मिस्टर बाल गुरुङ। तपाईँको क्वालिटी हेरेर हामीले फेरि अब हाम्रो समाजको लागि अर्को 3 वर्ष सोल्टी राजा कन्टिन्यू गर्दैन भयो। अब कुसुम हाम्रो अहिले करेन्ट अथवा 7th एक्जिक्युटिभ कमिटीमा हुनुभएको हाम्रो ट्रेजरर घले राजा तेज हाम्रो समाजको लागि हामी इलेक्सन बोर्डले फेरि हजुरलाई नै रिनोमिनेसन गर्यौँ। तेज स्वीकार गरिदिनुहुन्छ। घले भाइ मेन पब्लिक एड्रेसको लागि सबै अब यो साउन्ड सिस्टमदेखि लिएर त्यो नलेज भएको मान्छे एज इट इज प्यारो किरण सुब्बा भाइ हजुरलाई फेरि अनुरोध गरौँ। उत्तम धन्यवाद हजुर। खगेन जी, खगेन लिम्बू भाइ तपाईँहरू भाइ खगेन ल। अब एउटै कुरा भन्नु त अब समाजमा 2005 देखि नै मैले 6-7 वर्षहरू गरेको हो, क्याम्पेन गरेको। अनि किरण आएर धेरै मद्दत भयो पछिबाट र पनि समाजको लागि ठिकै छ। अब हामी 3 जनाको कुनै अवसरमा हामीले चाहिँ बातचीत सबै किसिमले गर्न सकिन्छ र इनकेस कुनै प्रोग्राममा आउनु भ्याइएन भने हामी एकअर्कामा लिन्छौँ। तर हाम्रो प्यारी बहिनी बिरगुटी थापा नानीलाई हजुरमा भएको स्किल, हजुर भएको कला, अब हजुरले के अरे नानीहरूलाई छोराछोरीलाई पास गरिदिनु धन्यवाद। उहाँ बहिनीलाई पाला दिने चाहिँ हाम्रो बहिनी नानी मिसेस खेम नानी। सूर्य
वंशी मलाई लाग्छ हाम्रो विष्णुको छोरी हो नानी यहाँ गोर्खा कपतिरको लागि टिम बिल्ड गर्ने के अरे अलिअलि प्र्याक्टिस गराउने अरू स्पोर्ट्सहरू अब मैले त्यति गरेको छुइनँ गर्दाखेरि अब यहाँ चाहिँ मिस्टर हिमाल चन्द हाम्रो एउटा एभिडेन्सको लागि पनि हाम्रो एउटा के अरे वेबसाइटमा राख्नुको लागि पनि त्यो फोटोग्राफको लागि यहाँ मिस आरती होइन आरती थापा नानी होइन अब मान्छेको शरीर हो है को ढिलो को छिटो को बुढो को भर्खरको को भन्ने कुरा हुँदैन हाम्रो यत्रो ठुलो समाजमा एउटा दुईवटा घटनाहरू भइरहेको हुन्छ नहोस् भने हामी भगवान्सँग प्रार्थना गर्छौँ तर पर्दाखेरि हामी छिलिबिली नहुनुको लागि यो लेप्चा साहब ललित साहबलाई भनेर यहाँ के अरे नोमिनेट गरियो अनि साहब चाहिँ अहिले पोखरामा हुनुहुन्छ र उहाँको असिस्टेन्ट चाहिँ नारायण गुरुङ नारायण भाइ हो नारायण भाइ ऊ पनि नेपालमै छ उहाँहरू दुईजनालाई चाहिँ यदि हाम्रो समाजमा यो खालको स्याड न्युजहरू भयो भने उहाँहरूले हामीलाई केही सानोतिनो मद्दत दिनुहुन्छ या कुनै पनि परिवारमा त्यो पर्न गएकोमा है अब चाहिँ हाम्रो फुड मेम्बर अथवा मेसिङ कोअर्डिनेटर गर्ने चाहिँ रखेम भाइ एकजना अर्को विष्णु मेरो एकदम मित्र त्रियाजेरमा सँगै बसेको विष्णु एकदम मजा लाग्छ उहाँलाई अनि हाम्रो के अरे मेजर पूर्ण ठक्कै आइपुग्नु भएछ जसलाई फेरि हामीले त राख्यौँ त केटरिङ म्यानेजर तपाईँको टिम ड्रिङ्क्सको कुरामा चाहिँ हाम्रो सोल्टी नै हो मेरो नम्बरीको भाइ हेरमान गुरुङ देखिएन आज उहाँलाई र यीपरिका अरू नाम लिए मैले गम गुरुङ भक्त गुरुङ आशा गुरुङ अरे हो मेरो भनाइ नि भनाइ नानी अनि हाम्रो एकदमै बहिनी सहेन्द्रा केसी हजुर पनि र मेरो प्यारो भाइ के अरे दीपक हमाल कि लकरहरूको लागि चाहिँ हामीले लाल घा यहाँ नोमिनेट गऱ्यौँ हुनुहुन्छ हामीले धेरै कभर गऱ्यौँ गर्दाखेरि अब त्यो कुरालाई चाहिँ कसरी अब एक्जिक्युसन गर्ने भन्ने एक्जिक्युसन भन्नाले अब त्यो तपाईँहरूको रेस्पोन्सिबिलिटिज र ड्युटिजलाई कसरी गर्ने भन्ने कुरा चाहिँ कम्प्लिटली एक्जिक्युटिभ कमिटी मिलेर तपाईँहरूको मिटिङ राखेर अब हाम्रो यो कमिङ इयर 2025 को नयाँ के अरे आजैबाट अब तपाईँहरूले इभेन्टहरू कहिले गर्ने के गर्ने भन्ने कुराहरू चाहिँ तपाईँहरूले के अरे क्यालेन्डर निकाल्नु पर्यो फोरकास्ट गरिदिनु पर्यो रेस्पोन्सिबिलिटी दिनु पर्यो डिलिटेड टास्क दिनु पर्यो है अनि जसले डिलिटेड टास्क पाएपछि उहाँले काम गर्नु पर्यो हेल्प गर्नु पर्यो अनि उहाँलाई मात्रै एक्सपेक्ट गर्ने होइन हामी सबैले भ्याएको सबैले हामीले पनि आएर के अरे सानो एउटा नै सघायौँ भने पनि उहाँलाई धेरै हुन्छ उनीहरूको मोरललाई के अरे बुस्ट हुन्छ गर्दाखेरि हामी एउटा टिम हौँ उहाँहरूलाई त हामीले अब के अरे यो हाम्रो कन्स्टिट्युसन अनुसार हामीले फुलफिल गर्नै पर्छ उहाँले रेस्पोन्सिबिलिटी गर्नुहुन्छ तर हामीले पनि मेम्बरले पनि एकदमै फुल सपोर्ट दिनुहुन्छ भन्ने मैले ठुलो आशा राख्दै साहबलाई अनि यहाँ जति पनि अहिले नयाँ इलेक्टेड हुनुभएका जुन मेम्बरहरू हुनुहुन्छ
चेयरम्यानदेखि अहिलेसम्म जति पनि यहाँ उपस्थित हुनुहुन्छ उहाँहरू चाहिँ यो साइडमा आइदिनुहुन्छ कि भन्ने मैले मेरो देब्रेपट्टि साइडमा यसो सिनियरिटीमा उभिदिनुहोस् न। समयहरू छ अहिलेसम्म गर्दाखेरि यहाँहरूले एकछिन दारी धारण गरिदिनु होला। धन्यवाद। थ्याङ्क यू भेरी मच के अरे हाम्रो सचिवज्यू जसले सञ्चालन गर्नुभयो। सबैलाई धेरै धेरै धन्यवाद एन्ड थ्याङ्क यू सो मच। नमस्ते यहाँहरूलाई। र मेरो विशेष कुराहरू केही पनि छैन, तर एक दुई कुरा भन्नुपर्छ कि भनेर भन्न खोजेको थियो। र आज चाहिँ विशेष गरिकन हाम्रा के अरे चाहिँ एक्जिक्युटिभहरूले चाहिँ आफ्नो कार्यभार सम्हाल्नको लागि यो कार्यक्रम गरियो। अनि यो धेरै महत्त्वपूर्ण कुरा चाहिँ हो। र यसमा मलाई चाहिँ एउटा कुरा चाहिँ भन्नु पर्छ। त्यो कुरा के भनेदेखि हामीले टाइम एप्रिसिएसनको विषयमा जहीँ पनि अलिकति हामीलाई कठिन आइपरेको छ, किनकि हामी व्यस्त छौँ। हरेक परिवार, हरेक के अरे साथीहरू आफ्नो आफ्नो काममा व्यस्त हुन्छन्। र विशेष गरिकन आफ्नै श्रीमान श्रीमतीमा पनि अलिकति कस्तो अन्डरस्ट्यान्डिङ नआएको चाहिँ थाहा पाएँ मैले। अनि त्यो चाहिँ अलिकति हाम्रो जटिल कुरो हो, किनभनेदेखि यहाँ श्रीमान अथवा श्रीमतीले आफ्नो समितिमा चाहिँ कार्यभार सम्हाल्नु हुँदैछ। अनि घरमै त्यो कुराहरू अन्डरस्ट्यान्डिङ नभएको हुन्छ। त्यसले गर्दाखेरि अलिकति तनाव सृजना हुन आउँछ कि। अनि त्यसलाई अलिकति अभोइड गर्नुको लागि थाहा हुनुपर्छ। आफ्नो श्रीमानले श्रीमतीले श्रीमानलाई है, उहाँ चाहिँ जस्तो म इक्जाम्पल के गर्छु भनेदेखि कोही कोही संस्थामा चेयरम्यानसिप लिनुभएको छ आफ्नो हस्बेन्डलाई, उहाँको श्रीमतीलाई पद सम्बन्धी केही पनि ज्ञान हुँदैन है। सबैलाई होइन, कोही कोही ठाउँमा त्यस्तो हुन्छ। त्यस्तो भयो भने अलि घरमा अलिकति तनाव हुन्छ क्या। अन्डरस्ट्यान्डिङ गर्नुपर्छ भन्ने कुरा, किनभने यो समाज त्यति गठन होइन, धेरै जिम्मेवारी छ। अनि साथै एजुकेटेड बनाउने जिम्मेवारी पनि हो क्या है। हाम्रो साउथ लन्डन एसोसिएसनलाई चिन्ने युके र युकेभन्दा बाहिर देशको सबैलाई तपाईँको समय, तपाईँको आफ्नो हार्ड वर्कको लागि थ्याङ्क यू सो मच। अब ब्याक सिटमा बसेर उहाँहरूलाई रन गर्नु दिने, हामीले सल्लाह दिने। तपाईँ चाहिँ अब आजबाट सल्लाहकार। नानीले पनि के अरे अब चाहिँ नानीले चिठी पढ्दै गरेर पनि गरेर हामी जम्मा गरेर चाहिँ गऱ्यो भने राम्रो हुन्छ। हामी बुढालाई अलिक पत्ता होइन केटाकेटीले पक्का हो। तर बुढा भनिन्छ, मलाई बुढा हुनु पनि सुनिहाल्छ। लामो नगरिकन अब चाहिँ हाम्रो नयाँ एजुकेटिभ कमिटी पोस्ट होल्ड गर्ने सबैलाई कङ्ग्रेचुलेसन्स भन्दै आजको प्रोग्राम यही अन्त भएको। हामी पनि जिल्लाहरू भयो। अब उहाँहरूले टेक ओभर। त्यसको लागि माफी पनि चाहन्छु। थ्याङ्क यू। भर्खरै निर्वाचित महासचिव बल गुरुङज्यू अब मलाई बोल्ने क्रम दिनुभयो, थ्याङ्क यू। र मैले थ्याङ्क यू दिने क्रममा आजका म निर्वाचित उम्मेदवारले गर्नुपर्ने जिम्मेवारीको साथसाथै आज मलाई यो जिम्मा साउथ लन्डन नेप्लिज गोर्खा एसोसिएसनको पदमा उम्मेदवारीमा मलाई नियुक्ति गर्नु भने हाम्रा यस इलेक्सन बोर्डका प्रमुख भीमबहादुर गुरुङ एमभिओ साहब लगायत उहाँका 5जना टिमलाई मुडी धन्यवाद दिन चाहन्छु। र
यो निर्वाचन गर्न एउटा प्रक्रिया पनि म ठान्न चाहन्छु र यो सजिलो थिएन र हामीले आज भन्नै पर्छ। अहिले भर्खरै म अब भाइस चेयरम्यानको पदबाट हाम्रा 18औं एनुअल जनरल मिटिङ अथवा एजिएम सम्पन्न गरेर 7th जेनरल कन्भेन्सनको हामीले आज निर्वाचन गऱ्यौँ र मैले यो कसम खाइसकेको छु। यो कसम मैले पुरा गर्नुपर्छ र मैले पुरा गर्नको लागि यहाँहरूको अगाडि मैले भन्नै पर्दा मेरो शरीरले दिएसम्म, मैले जानेसम्म, मैले बुझेसम्मको आफ्नो समयलाई ख्याल गरेर यहाँहरूको अगाडि जे जस्तो पर्छ त्यो काम गर्न म अहिले एकदम इच्छा शक्तिको साथ मैले उम्मेदवारी भोलन्टियर दिएर अनि साथै यहाँहरूले सपोर्ट दिएर इलेक्सन बोर्डले मलाई नियुक्ति गरिदिएर आज म यो पदमा आइपुगेको हुँदा म फेरि पुनः इलेक्सन बोर्डप्रति म आभारी र हाम्रो समाजप्रति आभारी, विनम्र नमन साथै म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु र नमस्कार पार्न चाहन्छु। यसको बिचमा सानो एउटा कुरा राख्न पर्यो। हामीलाई एक दुईवटा मेसेज प्राप्त भएको छ। जस्तो हाम्रो लेफ्टेनेन्ट रिटायर ललित गुरुङ अहिले नेपालमा हुनुहुन्थ्यो। उहाँ मिटिङमा आफै उपस्थित हुन सक्नु भएन, तैपनि उहाँले विश यु अल द बेस्ट फर अल आउटगोइङ एन्ड इनकमिङ कमिटी मेम्बर्स एन्ड अल एडभाइजर्स एन्ड लाइफ मेम्बर्स अफ सलङ्गा फ्रम नेपाल भनेर सानो मेसेज पठाउनु भएको छ। उहाँलाई पनि धन्यवाद। त्यसको साथै थ्याङ्क यू भेरी मच फर रिमेम्बरिङ अस all the way from Nepal and have a wonderful holiday. उहाँले त्यही भन्न चाहन्छौँ हामी। त्यस्तै अर्को एउटा सानो हामीलाई मेमो प्राप्त भएको छ हाम्रो सनोज थापा भान्जाबाट। अघि बिहानै पनि मैले भने उहाँले साफाको लागि यो फन्ड रेजिङ कार्यहरू गर्नुभएको थियो। रेस्पेक्टेड चेयरम्यान, भाइस चेयरम्यान, जनरल सेक्रेटरी एन्ड अल एक्जिक्युटिभ मेम्बर्स अफ सलङ्गा कमिटी, firstly I would like to extend my gratitude for your continuous support with my charity ventures. Salanga has always been a part of me and my family ever since it was formed, and it makes me happy knowing the committee has always been the first to help out, not just for my charity events, but to many more over the years. As this is the day of the AGM, I would like to take this opportunity to once again pass on my thank you to all whole committee for your generous donations towards my London Marathon fundraising for SAFA, and I also would like to thank the outgoing committee for their amazing hard work and wish the new committee a successful years ahead. Jai Salanga. अनि उहाँलाई पनि हामीले on behalf of Salanga wish you all the very best सनोज भान्जा भनेर भन्न चाहन्छौँ। Thank you very much. behalf of कमिटी मेम्बर अनि सालङ्गोको तर्फबाट सबैले एकचोटि ठुलो ताली बजाइदिनु होला। ड्रिङ्क चाहिँ एकछिनमा आउनेवाला छ। न्यू चेयरम्यानको फ्यामिलीबाट हामी सबैलाई एउटा ड्रिङ्क हामीलाई चाहिँ स्पोन्सर गर्नुभएको छ। अनि प्लस जति पनि आज ड्रिङ्क पिउने पदार्थ, पानी, जति पनि ड्रिङ्क आजको लागि चाहिँ हाम्रो न्यू चेयरम्यान अनि उहाँको फ्यामिलीले चाहिँ हामीले स्पोन्सर गर्नुभएको हो। अनि उहाँलाई नै न्यू चेयरम्यानलाई अनि परिवारलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। थ्याङ्क यू भेरी मच। अब कसैको केही छैन भने अब यसको साथै आजको मिटिङ सभ्य र भव्य तरिकाबाट फिनिस भएको अब सकिएको म घोषणा गर्न चाहन्छु।